हेलो गाइज गुड मर्निङ सेवाडो नमस्ते जय प्रेम सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु। फर्स्ट अफ अल त वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग। र आज चाहिँ म घर जाँदैछु है त, धेरै दिनपछि घर जाँदैछु र लामो भिडियो नबनाएको पनि धेरै भयो। र आज चाहिँ सोलर राइड हुनेवाला छ र हिजो बेलुका चाहिँ डरलाग्दो पानी परेको थियो र आज बाटो कस्तो छ थाहा छैन होइन। र सबैजनाले मेरो भिडियोलाई नकाटिकन हेरिदिनु अन्तिमसम्म, च्यानललाई सब्सक्राइब गरेर धेरै माया दिनुहोस् है त। गाइज अब म चाहिँ हिँडेको रेडी सेडी भयो, बाइक पनि रेडी गऱ्यो है। हेलो एभ्रिवान, आजको राइड चाहिँ यहाँबाट सुरु भइसकेछ। सो म चाहिँ वेस्ट गएको है गाइज, वेस्ट पुग्नु परेछ र आज करिबन 4-4.5 घन्टाको बाटो हो। जति सक्दो म यो भिडियो छोटो 10-15 मिनटको बनाउनेवाला छु। सबैजनाले नकाटिकन हेरिदिनुहोस् त गाइस। एस्ट्रनिङ आइपुग्यो, एस्ट्रनिङको नजारा देख्न सक्नुहुन्छ, एकदम सुन्दर बनाइसकेछ अहिले चाहिँ। अब यो बर्खामा चाहिँ पुरै झर्दैन जस्तो लाग्दैछ मलाई चाहिँ। एभ्री बर्खामा यो चाहिँ जाने हो नि त। अति सुन्दर टनल आइपुग्यो। होली त बहुत सुक्खा है, सुक्खा छैन होली। यहाँ चाहिँ अलिकति गीत बज्दो रहेछ है। यहाँ चाहिँ रोड यस्तो छ गाइस, गाडीहरू पनि कहाँ आफ्नो जग्गामा नकुदेर यता यता कुदेको। अस्ति चाहिँ यहाँ झन्डै लडेँ नि त म। कस्तो चिप्लो हुन्छ यहाँ चाहिँ बर्खामा चाहिँ रोड। हिलो अहिले बहुत डर लाग्छ हिलो। यहाँ चाहिँ अब बिस्तारै कन्डो टिक्कै घुम्दिन्छ नि त फेरि। ढिलो चाहिँ यो नि त। ओ गाइस, धेरै भएको थियो यसरी नकुदेको, मजा पो आउँदो रहेछ गाइस। लङ राइड धेरै भएको थियो नि त म नकुदेको, र आज चाहिँ यस्तो राइड गरिरहेको छु। देखाउनेवाला छु। बहुत दामी देखिरहेको, टिम पनि राम्रो छ गाइस। टक्कै टिमी टी खाएर आइपुग्यो म चाहिँ। टिमी टीको टी नखाए चाहिँ जानै मन पर्दैन नि त। यस्तो दामी जग्गा छ यहाँ चाहिँ, एकदम पिसफुल। एरिया यो चाहिँ हो टिमी टीको चिया। वाउ, यहाँको चिया नखाए चाहिँ चितै बुझ्दैन अरे। ल है त गाइस, लाग्यो टिमी टी खाएर। अब वेस्ट पुग्नु पर्नेछ, करिबन 3 घन्टा त लाग्छ यहाँबाट। मौसमले के भन्छ साथ दिइरहेछ अहिलेसम्म चाहिँ हो। माथि चाहिँ अब चिसो छ होला, आई थिङ्क त्यो बिस्तारै जानुपर्छ। सो सबैजनाले च्यानललाई सब्सक्राइब गरिदिनु है त गाइस, र भिडियोलाई लाइक कमेन्ट गरेर हालिदिनु। धेरै सपोर्ट आपको खाँचो छ है। 2-3 वर्ष भयो च्यानल खोलेको, ग्रो पो भएको छैन गाइस, अलिकति हेल्प गर्ने बेला भयो। यो चाहिँ टिमी टीको रोड हो, तपाईँहरूलाई याद छ होला सिक्किमको एउटा टी गार्डन। बहुत दामी छ र यो रोड चाहिँ यस्तो पिसफुल छ गाइस। यहाँ चाहिँ कटिङ गरेको नि यस्तो हुन्छ। यहाँ ट्री हाउसहरू छ यहाँनिर, तपाईँहरूको लागि एकदम दामी दामी स्पेसियल खाजा बनिन्छ। एकदम राम्रो छ जग्गा। टक्कै म भने चाहिँ नाम्ची आइपुगेको छु गाइस। यो हो नाम्ची बजार र यहाँदेखि चाहिँ म टक्कै राइट दिनुपर्ने हुन्छ। राइटतिर चाहिँ जोरथाङ झरौँ कि सिक्किम झरौँ भयो। सिक्किमै झर्नुपर्छ होला। होली हुँदैछ।
लेफ्ट राइट लिनुपर्ने हुन्छ। यहाँदेखि उता टक्कै जोरथाङ 20 किलोमिटर यता गयो भने चाहिँ सिटी पुग्छ नि त। मैले यो बाटो त अस्तिको भ्लगमा पनि देखाएको थिएँ र आज पनि देखाउँदैछु। ओभर जान्छ गाइस। यहाँ मजाको एकदम रमाइलो जग्गा यस्तो छ। साह्रै जान्छ। ओए जान्छ चाहिँ कुखुरा। म फेरि अलिकति जगाउँछु नि त। वाउ मजाले हेऱ्यो त हर्न लागेको त। हम आगे जाएंगे। वाओ so beautiful, so elegant, just looking like oh wow. मर्छ र अहिले just looking like oh wow चाहिँ। पुलमा चाहिँ पहिला पुल थिएन नि त, यहाँ चाहिँ खोलाबाट तर्नु पर्थ्यो गाइस। खोलाले झनै पकाएको छ नि। के भएछ यहाँ चाहिँ भयो क्या पुरा गाडीहरू राखिरहेको छ। बिहा छ क्या हो। पिकनिक रहेछ नि त हिजो। अब गाडी मैले ल्याएको छैन त अन्त पिकनिकमा पनि। तरिका जिउ पिछे गाडी ल्यायो एउटा स्कुटी गाडीहरू भन्दा छैन त। यहाँ चाहिँ यत्रो गाडी हिँड्छ कि गाइस। अन्त त रोड सानो छ। बाबा मुझे बचाओ। यहाँ त खुट्टा राख्ने जग्गै छैन। सो गाइस म चाहिँ मेरो घर पुग्नु आँट्यो। रोडदेखि उकालो हिँड्नुपर्छ। भारी यसरी बोकेर ठक्कसँगले यस्तो छ है मेरो गाउँ।